अब एराले टियर पार्क लागि कम बियर छ पारीमा चाहिँ अल टाइम गाइस अल टाइम गयो देख न पानी गाइस कस्तो राम्रो फुल आहा घरमा त होला नि रात पाइसक्यो त हैन हाम्रो भिडियो आ गया न केटमा किस्न अलि काम गरि निकाल्नु कस्तो राम्रो देखिरहेछ ल गाइस कोरियामा हुनुहुन्छ कि क्या हो तपाईँ यसले त खसायो कोक अब खायो हेलो एभ्रीवन वेलकम टु माई युट्युब च्यानल हामी जाँदैछौँ गोदावरी घुम्नलाई अनि त्यसपछि अब गोदावरी गएपछि कतिखेर पुग्नु हामी तर हाम्रो हुल चाहिँ यति छ है सो हाम्रो ग्रुप यति छ है आज त गोदावरीहरू हल्लाउँछौँ होला ऊ यहाँनिर सबसे ठुलो चाहिँ यहाँ छ हालो हाङछामी हालो खै सबैको अनुहार देखाम त कस्तो देखिरहेको छ तल्की छ कि आज मौसम यस्तै छ क्या काठमाडौँको मौसम अन्त राम्रै देखिरहेको रहेछ अहिलेसम्म चाहिँ म चाहिँ इधर हे मे इधर हुँ सर्टकट बाटो भनेर हिँडायो मान्छेहरूले हिँड्नु चाहिँ हिँडिरहेको छौँ तर कहाँ पुग्यौँ वाउ यहाँ त राम्रो देखिँदो रहेछ त खै यहाँनिर मेरो क्यामेरामा हेरौँ त त्यो देखिरहेछ ल गाइज हामी चाहिँ सर्टकट ढिँदै गरे गोदावरी रात परिसक्यो आज बुढोले सिद्ध्याउने भयो त्यो अब छिट्टै जान्छु भनेर हिँडेको तर के गर्नु जामले गर्दाखेरि जाम अनि दुईचोटि गाडी फेर्नु खास यो के भयो के हो म त पढ्दिनँ देख्दैन है जेन्जीले आगो लागेको रहेछ है नेपाल सरकारकै रहेछ नि त होइन सरकारको जति सबै सकायो अब बालेन्साले राम्रै गर्छ होला नि ल गाइज अब छिटो छिटो जाऊँ हामी ढिलो भयो ब्याक क्यामेरादेखि आजै खिचिरहेको छु है चोट लगा छिटो अब कतिखेर जानु राख मलाई मनमा छिटो आऊ है हाङसामी यता जस्तो गर्यो त्यस्तै गर्नुपर्छ उसलाई के गर्नु कुदो 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 छिटो छिटो अगाडि अगाडि मजाले हेरेर कस्तो राम्रो देखिरहेछ कोरियामा हुनुहुन्छ कि क्या हो तपाईँ कोरिया पुग्नु भयो जस्तो छ एकैचोटि हेलो गाइज मेरो चाहिँ आजको आउटफिट चाहिँ यस्तो छ अनि म चाहिँ गोदावरी हिँडेको भन्नु न हिँडेको भन्नु न कि हिँडेको भन्नुहुन्छ गोदावरी हिँडेको म चाहिँ आज गोदावरी हिँडेको गाइज मेरो आउटफिट चाहिँ यस्तो छ लगभग गोदावरी चाहिँ बन्द भइसक्यो मौसम पनि यस्तो भइसक्यो अहिले कति बज्यो अनि हामी चाहिँ यसले चाहिँ यति मात्र निकाल्छ मेरो अनुहार मात्र निकाल्दैछ हो गुगु सबै निस्किरहेछ ल अनि मेरो बहिनी चाहिँ क्यामेराम्यान भइरहेछ यतिखेर के गु भन्छ के भन्छ उसले खै खिच्नु सिकाउँदा पनि सिक्दैन अनि बाच्छा कराउँदाखेरि चाहिँ रिसाउँछ मेरो गु भन्नु है लु ल हिँड न अलिकति ल मलाई खिच्दै ल ल गाइस यता आमै ल गाइस आमै जामै सँगै गोदावरी हेर्नु त गोदावरी पहिला पनि आएको थियो ब्लग बनाउनु तर पहिलाको मेरो ब्लगहरू सबै डिलिट भइसक्यो अलिक भित्ता जानु न है गोदावरीको ब्लगहरू सबै डिलिट भइसक्यो अनि त्यही पनि फेरि अहिले चाहिँ गर्दैछु गोदावरी माई फेभरेट प्लेस ओके अब गोदावरीमै पुगेर भेटौँ गोदावरीको टिकट पायो अब गयो केटीहरू गयो अब केटीहरू गयो गोदावरी टिकट ओ केटीहरू हामी केटी गर्नु हेलो गर्नु हेलो खै हेलो गरेको हौ लाउनु
यताबाट यता चाहिँ हामी कहिले पुग्थेनौँ है त माथिबाट चाहिँ हामी पुग्थ्यौँ यता गार्डनहरू छ हाङसामीले खोजी हिँड्दैछ है चस्मा यता छ हमारा भी भिडियो आ गया ना छिटो आऊ है तिमीहरू चाहिँ ढिलो न ढिलो ठ्याक्कै मौसमले साथ दिइरहेछ आजलाई मेरो क्यामेरामा पनि राम्रो आइरहेछ नत्र भए घरि टलक्कै के टल्किन्छ घरि के टल्किन्छ ठिकै छ आज ब्याक क्यामेराबाट खिचिरहेको छु है कस्तो आउँछ हेरौँ राम्रो आयो भने चाहिँ म भ्लग लाउँछु ब्याकदेखि चाहिँ त्यति धेरै खिच्दिनँ दाउरा काट्न आउनु पर्ला जस्तो छ त हौ गोदावरीमा त दाउरा काट्न आउनु पर्ला जस्तो छ हौ दाउरा काट्न आउनु पर्ला जस्तो रुखहरू पुरै झरिसकेछ आज चाहिँ मौसम ठिक छ क्या एकदम हाम्रै लागि मौसम बनेछ पानी नि परेको छैन घाम नै लागेको छैन हुन त अब रात पनि परिसक्यो कस्तो हेलो लाई चाहिँ इग्नोर गरेर हिँडिरहेको छु म अब यहाँ फोटो खिचिदिनु न यतातिर भन्दा फुलमै जाने हो क्या अहिले रात पुल गाइज हामी चाहिँ पुल तरिमै ओ यहाँ माछा पनि पाउँछ कि क्या हो माछा पक्रिन जाम अहिले हामी चाहिँ बिहानै आउनु पर्थ्यो बरु यहाँनिर खोलामा खेलेर जानु पर्थ्यो म चाहिँ यता छु ए ब्याक हेर सोनु लाली गुराँस फुलेछ बनभरि लाली गुराँस फुलेछ बनभरि यता कस्तो राम्रो उयोहरू छ यो के पो यो बिरुवाको नाम कस्तो राम्रो छ लाली गुराँसलाई जुम गऱ्यौँ लाली गुराँसै गाइज हल्लेको हल्ले भयो डेस्टिनेसनमा पुगेको छैन क्या ऊ यहाँनिर हाम्रो यहाँ छ झोले यसले त खसायो कोक अब खायो अहिले अघि भनेको नि होइन झारी पठाए नि हो झारी पठाए यसले गुराँसको फुल त राम्रो देखिँदैन यहाँदेखि टिप्नु त केही पनि पाउँदैन यहाँ केही पनि टिप्नु दिँदैन नि यहाँभित्र बोट बिरुवाहरूलाई नछुनु अरे तर आजको मौसम ठिक्क भएको छ क्या मेरो मेकअप पनि क्लियर देखिने मेरो क्यामेरा पनि ठ्याक्क नत्र भए त क्यामेरामा कस्तो देखिन्छ आज चाहिँ बरु राम्रो देखिरहेछ है सिमसाकहरू पनि रहेछ है गाइज गाइज कुलो त्यही भएर अलिक छिट्टो आउनु पर्ने क्या ऊ त माछा होइन सानो माछाको बच्चा त्यसो भिडियो गर्दैछ गाइज यो चाहिँ कस्तो राम्रो फुल हो र वाउ लाली ग्रास पर्छ है गोदावरीमा खिडिङमा छ खिडिङमा अहिले चाहिँ ठ्याक्क लाली गुराँस पनि फुलिरहेको रहेछ गोदावरीमा अनि हामी चाहिँ अलिक ढिलो भयो अलिक ढिलो आयौँ त्यही पनि केही छैन हामीले भिडियो गरिरहेको छौँ तर यो देखेको जतिको चाहिँ भिडियोमा आएन है देखेको जस्तो चाहिँ भिडियोमा आएन है गाइस लाली ग्रास छोरी न बस यहाँ भिडियो बनाउँदै छु गोदावरीको खोला है गाइस
हामी चाहिँ यतातिर फर्किनु। हिँड्नु कति गाह्रो हुन्छ नि गाइज। के हो तिमी के हो रक लुगा त के हो माटै बनाइसक्यो त। हामी यस्तै त हो नि। ल गाइज हामी चाहिँ अब मेन फुलबारीमा जान्छौँ। गाइज हामी चाहिँ भित्र छिरिसक्यौँ। फोटो उता माथि खिचौँ। कतिवटा फोटो खिच्नु अब एक दुईवटा राम्रो आयो भने भइहाल्यो नि। राम्रै आएको छैन हौ। ए ब्याग ल गाइस हामी चाहिँ गोदावरीको भित्र पुगिसक्यौँ। म फुलबारी यही हेर्नु आएको हो नि त म। प्लान्ट लभरहरू यतामै गाइस गोदावरीमा अहिले चाहिँ पुरा फुल फुलेर छ। वाउ कस्तो राम्रो माथि त पहेँलै फुलेछ। लाली गुराँस पनि यता नै फुलेछ। हे सास बढ्यो मेरो त। अब खानु त घरमा त होला नि। रात पाइसक्यो त होइन। आमा छोरी चाहिँ यतै घुमेछन्। टाउको दुखिसक्यो यार। अब त कस्तो राम्रो भएछ हिजो आज त अझै फुलहरू उयो फुलेर होइन लाली गुराँसहरू। ल गाइस यार भइसक्यो क्या गाइस। 5 बजिसक्यो 4 बजिसक्यो 4:30 भइसक्यो। के राम्रो आउँथ्यो त। जुम गरेको यता जोगाउनु गाह्रो छ हौ। यता नि लाली गुराँस रहेछ नि त। हामी एक पाटा मात्र अझै घुमिरहेको छौँ। अझै उतातिर त गएकै छैन। गाह्रो पऱ्यो। वाउ लाली गुराँस यहाँ पनि रहेछ नि त। दामी लाली गुराँस। मम्मी सास बढेर वाउ। अब यसलाई टियर पार्क लागि कम बियर छ। लोखर्के कुद्यो है। वाउ लाली गुराँस कति राम्रो हो। कस्तो राम्रो देखेको यार। हजुर माथि लोखर्के कुद्यो। माथि गाइस हाय लाली गुराँसमा गल्यो हौ हात। यता लाली गुराँस छ गाइस। म चाहिँ यसरी देखाइरहेको छु है। वाउ कस्तो राम्रो लाली गुराँस। घुमै भयो लाली गुराँस रेडवाला। वाउ यता चाहिँ सेतो लाली गुराँस हो। खोइ हैन सेतो लाली गुराँस। वाउ लु अब भयो है। हामी त जाम उता नजाने। अब त छैन यताबाट जाने गऱ्यो। हेलो खै हेलो। हामी चाहिँ अब यहाँदेखि फर्किसक्यौँ। अब उतापट्टि जान्छौँ गाइस। लाली गुराँस कति राम्रो आएन हौ क्यामेरामा। वाउ गाइस यतातिर रहेछ फुल कति धेरै। वाउ कस्तो दामी फुलहरू क्या। यो सब्जी बारी जस्तै छ करेसो बारी। छोडियोस् गाइस कस्तो राम्रो फुल। देखिरहेछ यतातिर नानी तपाईँ नआउनु है।
ओहो कस्तो राम्रो फुल हेर्नु त गोदावरीमा जस्तै मन पर्दैन नि त गोदावरी प्लान्ट लभर को हुनुहुन्छ यहाँ कमेन्ट कोही पनि हुनुहुन्न प्लान्ट लभर। अब म पनि घर बनाउँछ नि यस्तै फुल रोप्छु सबै फुल रोप्छु पछि अलि नजिक न म ठुलो सानो देख्यो होला देख्नु दामी हो यस कस्तो देखिरहेछ क्लियर देखिरहेछ फेस मेरो मेकअप देखिरहेछ छैन छोरी ए देखा न यतातिर देखाइछ त यतादेखि लाइटले भेट्छ माया गर्ने नि यस्तो राम्रो फुल माया गर्नु अनि म पनि यस्तो राम्रो छु अनि किन मेरो क्यामेरा चाहिँ राम्रो देखाउँदैन क्यामेराम्यान चाहिँ राम्रो छैन रहेछ देखिरहेछ है त्यो यस्तो गर त्यो 0 पोइन्टमा नलगा 1 मा लगा 0 पोइन्टमा राम्रो देखिरहेछ अनि 0 पोइन्टमा सानो देखिरहन्छ होला नि त मलाई ठिक्कको छ जानु। यसो पहिला अलिक ठुलो बोल्नु चस्मा लगाएर त हिँड्नु न कत्रो बोल्नु अनि यहाँदेखि नि ठुलो बोल्नु ठुलो हेलो घरमा म चाहिँ फुलबारीमा हराइसके घरमा कस्तो कराउनुहुन्छ खुबै सोनो भन्छु नि ल त्यस्तै कराई बोल्नु न। गाइस म चाहिँ फुलबारीमा हराइसके गोदावरीमा अनि सोनुले चाहिँ मलाई यत्रो स्वरले घरमा जस्तै कराउनु भनिरहेछ सो कराइरहेको छु नि यो क्यामेरा पनि नसुनेको त यो फेरि यत्रो खुला छ नि त कोठामा त यत्रो सानो कोठा हुन्छ नि के बनाएको ल गाइस यस्तो तपाईँको जुत्ता गनाए है एला जुत्ता गनाउँछ ठस्सै गनायो मोडा नाम सु मोडा होइन है उता देखाऊ ए हेर्नु त गाइस यो चाहिँ सयपत्रीको फुल है यो हामी चाहिँ सयपत्री फुल चाहिँ दसैँ तिहारमा मात्रै रोप्छौँ हैन गोदावरीमा चाहिँ अल टाइम गाइस अल टाइम म देखा न पानी अल टाइम ओ यहाँ यता खिच नकराउनु है बेसी अहिले म तपाईँको घाँटीलाई पछार्छु है सुरुमा उसले नै कराउनुलाई पछार्छु होला कराउनुले मलाई पसिनै निस्क्यो कराउनु भनेको ठुलो ठुलो स्वरले नकराउ यता देखा फेरि कस्तो छ मेरो भिडियो त राम्रो आयो नि म चाहिँ भुँडी यस्तरी तन्काउनु छैन मेरो भुँडी यस्तरी सिलिम देखिन्छु होला यस्तरी गर्दाखेरि तन्काउँदाखेरि चाहिँ होइन आयो साथीहरू म त आज त यस्तो यो फुललाई देखेर अझ धेरै फ्रेस भएँ धेरै आज मलाई यो मेरो बुढोले आज आउनु पनि दिएको थिएन फुल हेर्छु भनेर दिएको है गाइस ल त्यही हो गाइस कुरा सुन्नु है त्यहाँ कुरा कस्तो भयो ल सोनु पनि हाइ गर ओइ सोनु हाइ गर न कराई खाने क्यामेराम्यान बहिनीले यता हेर्नु दुईजनाले हेलो मलाई टाउको दुखेर ढल्नु छु मेरो त यो पुरा दुखिरहेछ त्यही पनि म त टाउको दुखे पनि केही छैन गाइस यस्तो राम्रो ठाउँमा आउँदाखेरि त टाउको दुखे पनि मलाई त केही हुँदैन है ल अब चाहिँ हामी यो फुलबारीदेखि चाहिँ हामी झर्छौँ अब उतातिर रक गार्डन के पऱ्यो उतापट्टि छ त्यतातिर जान्छौँ अनि हामीले खानेकुराहरू पनि लिएको छौँ तर मेरो बहिनीहरूले छोडेर आइसकेको छ दुईजनाले अनि अब हामी त्यो पनि खान्छौँ तर त्यो चाहिँ कतिखेर खाने हामी गाइसहरू ल गाइस अहिलेलाई चाहिँ यति ल कस्तो राम्रो देखेको है आमा मलाई त छोड्नै मन लागेन त यो कसरी छोडेर जाने मैले रेड कलर लगाएँ भनेको साह्रै सिम्पल देखियो चेरी रेड लगाऊँ भनेको लगा यहाँ त राम्रो देखिँदैन होला है फोटो गाइस दुनियाँमा पनि सर्छ क्या यो कटमारलाई तर यहाँको फुलको बास्नाहरू चाहिँ कति मिठो छ फुलको लाली जुनको किरण गीत गाउन गीत गाउन मूड नहीं है मेरा आजको भ्लगमा गीत मूड गाउन नहीं है मेरा कुछ भी करने हम हिँडेको है अब गोदावरी बनीमा आङसामी चाहिँ उता आफ्नै सुरमा छ क्या आफ्नै सुरमा छ ओइ पोका लिएर आऊ पोका न बोका म चाहिँ के गर्छु भिडियो गर्दाखेरि यस्तो त्यो त ब्यागमा हालेको भए हुन्थ्यो क्या बरु त्यहाँ एउटा त्यहाँ लाउनु पर्थ्यो एउटा मेरोमा दुईवटा अनि यसको ब्यागमा लाउनु पर्थ्यो क्या अनि पोका देखिँदैन थियो नि त अघि मैले त्यो सोच्नु त सोचेको थिएँ
तर फेरि त्यहीँ हाल्यो जाँदैछ 2 जना अनि हामी पोका लिएर खाइसक्छौँ अनि जान्छौँ पोका खजाना फुल चाहिँ कसले छुट्यायो हाम्रो खानेकुराको पोका त अघि देखाइसकेको छु नि त पोका यो चाहिँ सजाएको रहेछ रात परिसक्यो हामी यहीँ घुमिरहेछौँ हेर पोका ल्याउनेहरू उता छ है गाई चाहिँ उता पुगिसक्यो जुम गरेको त कहाँ पुग्यो यतातिर हिँडिरहेको छ हामी चाहिँ यता छौँ कसो यो तर यो फुलको बास्ना चाहिँ नमिठो आउने रहेछ हौ यहाँ एउटा रमाइरहेछ है साँच्चीकै त्यो यो पोका चाहिँ यही हो है गाई अघिदेखि देखाइरहेको छ होइन गाई हामी त यहीँ चिसोहरू खाइसक्यौँ है खान थालिसक्यौँ हाम्रो खानेकुरा चाहिँ यहाँ छ मेरो ब्याग नदेख जाउँ छोरी ल म चाहिँ चिसो खाइदिन्छु है गाई झनै सर्कायो होइन बोल्नु पर्नु तँलाई चाहिँ तँ तेरो क्रिम मिलेन है मिलेन सकाएको खाँदैनस् होला सकाइ म मैले मात्रै सकेको होइन नि त सबैले खाइदिएको नि होइन हामी चाहिँ फर्केको लगाइ यहाँदेखि भित्रदेखि निस्केको कपाल उडाउँदै धन्यवाद हामीले पनि धन्यवाद धन्यवाद 10 मिनट ल त पनि धन्यवाद ओइ ओ अन्टा दे अन्टा दे कानै सुन्दैन भ्युस हुन्छ ल गाइस हामी चाहिँ अब यता हाम्रो मेन यहाँ सक्यो अब यता क्या दामी भो आफै गीत गाउँ हामी त हिँडेको है गेटबाट बाहिर हस् धन्यवाद हामी पनि ओइ छिटो आऊ न हस् हजुरलाई पनि धन्यवाद हस् मेरो भोइस रेकर्ड भयो बस्दा पनि राम्रै हुन्छ गोदावरी भित्र बसेर के खाने रातै बस्ने ल गाइस हामी चाहिँ फर्कियौँ अब चाहिँ बस्नु पाइँदैन एउटातिर जाने हो के त कसको ओहो कस्तो क्युट आएको त ल गाइस हामी चाहिँ अब निस्केको आधी घुमिसकेनौँ हामी त आधी घुम्नै सकेनौँ किनभने हामी ढिलो आयौँ अब चाहिँ 5 बजिसक्यो लगभग 4:30 भइसक्यो अनि सबैलाई सु आइसक्यो सु माथि गर्नुपर्छ अब होस् ऊ यो माथि सु त गरेछ त माथि पो छ त ऊ ऐसेलु फल्दैछ गाइस ऐसेलु आउनु 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 छोरी आउनु ल ल कति कराएको कान दुख्यो अब चाहिँ मर्यो पनि योहरू त हाम्रो ऊ चाङ्कालिपातिर फेसाखातिर कति धेरै छ क्या जङ्गलमा तर यसलाई सजायो भने चाहिँ यस्तो हुने रहेछ यस्तो राम्रो छ है ल गाइस रक गार्डन होइन यो चाहिँ रक गार्डन है गाइस गोदावरीको अनि आइज न अनि यहाँनिर चाहिँ निकाल्नु क्या मान्छेले हामीलाई तर हामी म चाहिँ अलिकति यहाँनिर जानु मन लाग्यो क्या यो चाहिँ कसले लेखेको नाम रहेछ यहाँनिर अनुरा नामहरू कसको लेखेको छ है गाइस यहाँनिर नामहरू चाहिँ मैले देखिरहेको छु कुमार थापा
आयो नाम रबिना प्लस सुस्मिता के हो त्यो? यता हेर गाइस म देखिरहेको छु गाइस। हाम्रो चाहिँ आजको भ्लग यति नै हुन्छ है गाइस। अब हामी माथि जान्छौँ अनि त्यसपछि घर जान्छौँ गाइस। यति नै बाई बाई अहिलेलाई बाई बाई। अफ गरिदिउँ न त टाढै हिँडेको नि ढिलो आइपुग्यौँ त्यही भएर। यो के हो? हामीले यता नि फोटो खिचेन। अब फेरि एक दिन आउनुपर्छ कुनै दिन। अहिले हामीलाई डर खिलाउँछ है। देखा न तिमीहरूको अनुहार देखाउनु न तपाईँ चाहिँ क्यामेरा। अन्त चाहिँ क्यामेरामा आउनु न। आउनु सक्दैन। ऊ यहाँनिर टोइलेट छ क्या टोइलेट। मेरो ढाड त आज त मेरो आज त दुखेको छैन त के हो? बाहिर हिँड्नु पाएर खुसी भएको के हो? कस्तो टोइलेट बनाएर आयो त यहीँ? हामीलाई पनि बनायो कि? ल जाऊ को जाने? कति पछि बाहिर हिँडेर होला। आज ढाडै दुखेको छैन क्या। यो रहरले हो कि खुसीले हो कि होइन गाइस? राम्रो भयो त म त बाहिर हिँड्नै सक्दिनँ थिएँ। अहिलेसम्म चाहिँ दुखेको छैन क्या। भरे चाहिँ दुख्छ होला। राति चाहिँ सुत्नु सक्दिनँ होला। वाउ यहाँनिर गुराँस पनि रहेछ नि त यहाँ नि। तर अहिले आएर ठिक्क भएछ हौ। गुराँसहरू फुलेछ यस्तो यस्तो। म पनि सुगर छु है। टिप्न मन लाग्यो। गुराँस देखो त देखो न गाइस। देखो न गाइस। म नाच्छु ल। देखो न गाइस। देखो न यता आइज न। हामीले गेट बन्द गरिदिन्छ है अहिले। हेलो हाङसामी। जिम्मा गरेर हिँड्छ। हेलो दिनभरि केटीहरूले लाए चस्मा। अब म चाहिँ मेरो पालो है गाइस। हामी चाहिँ गोदावरीबाट फर्किसक्यौँ। गोदावरीको ग्रुप इधरे। ल बाई गाइस। आजको हाम्रो ब्लग यति नै गाइस। बाई बाई। खै बाई गर न गाइसहरू। हामी